सिजलिङ रोहिनीले मलाई हर्लिक्स पुऱ्याइदिनु भयो थ्याङ्क यू सो मच अनि यो सुन्ता आयो कि बगर कि को छ नि उहाँलाई हेट गरेको होइन केही कन्ट्रोभर्सी थियो नि हामीले ड्रामाको लागि मात्र गरेको अलिकति कन्ट्रोभर्सी वाज अल ड्रामा गाइज प्लिज मैले टिपेला हुन्छ भयो दिस इज फर बेबो हेलो गाइज वेलकम छ सबैलाई मेरो युट्युब च्यानलमा आफ्टर लङ टाइम फेरि पनि आउँदैछु होइन आएको छु होइन र आज म बारीदेखि ब्लग स्टार्ट गरेको छु पछाडि सबै लुगा सुकाएको छ देख्न सक्नुहुन्छ हजुरहरूले होइन अझै लुगा सुकाउने ठाउँ यही हो नि त अनि त्यही भएर नि सबै बारीमा सब्जीहरू लगाएको छ र लसुनहरू के सबै लगाएको छ देख्न सक्नुहुन्छ सबैतिर देखाइदिउँ न होइन अनि म चाहिँ आज बारीमा यो सिमी लगाएको थियो नि त अनि सिमी चाहिँ अब सुकेछ क्या पाकेर पनि यस्तो खालको सिमी अनि यसलाई टिपाएको छु होइन टिपेर लैजान्छु अनि खानासाना पनि बनाइसकेँ नानीहरूलाई स्कुल पठाइसकेँ लुगा धोइसकेँ नुहाइसकेँ अनि त्यसरी चाहिँ यहाँको होइन कपाल पनि के गरी बाँधेको छु मलाई नै थाहा छैन ल्याङफ्याङ पारेर बाँधेको रहेछु होइन त्यस्तै छ गाइजहरू सबैजना सन्चै आराम हुन्छ भन्ने नि आशका साथ चाहिँ आजको मेरो ब्लग चाहिँ स्टार्ट भएको छ होइन हेर्दै गर्नु होला है त हेर होइन म चाहिँ यो सिमी सुकेछ नि त अलिकति लगाएको थियो अनि सुकेर यस्तरी लडेर यस्तरी स्यालक्कै लडेर यस्तो ठाडो हुनुपर्ने होइन यस्तो भएर उता गएको छ नि त म चाहिँ यसलाई टिप्दैछु अनि यसलाई टिपेर चाहिँ यसलाई बिउ हुन्छ होइन अनि अब धेरै त रोपेको थिएन नि त त्यही 10-12 बोट रोपेको थियो होला कस्तो साह्रो रहेछ हौ अनि यसलाई चाहिँ टिपेर बिउ बनाउनु पर्ने हुन्छ होइन त्यही हो सुकेको टिप्दैछु काम पनि छैन नि त बाख्रे कति गह्रो के अरे डह्रो के तान्नलाई पनि बाख्रे ओ माइ गस 2 हात चाहिने रहेछ होइन गाइजहरू म यो क्यामेरा राखेँ है त मैले चाहिँ होइन यहाँ टिपिसकेँ अनि यस्तो लडेछ कि अस्ति अब एकदम डह्रो चलेको थियो नि त यस्तरी लडेछ सबै होइन अनि यता मटर रोपेको थियो यो नि पहाडबाट ल्याएर रोपेको मटर होइन मजाले फुलेको थियो यहाँ चाहिँ फुलिसकेछ अनि फल्न चाहिँ फेरि कहिले फल्छ है यस्तो छ राम्रो लागिरहेको छ सायद पहाडबाट मजाले फल्थ्यो नि त यत्रो पैसा फल्थ्यो अब यहाँ त फल्छ कि फल्दैन होइन त्यस्तो छ यहाँनिर फुल पनि फुलिरहेछ अनि यता लसुन छ अनि यता बकुला सिमी सबै सब्जी लगाएको छ मैले होइन त्यो Look at God, it's my ladybug. It's going upside on my leg. So what should I do in my bag? Wow, look at the man. There's a big sun on the perfect. Here's a conspiration. Bye bye. Hello, welcome to my life, everyone. लाइक गर्नुस् इधर खिच्नु नो लाइक कमेन्ट गर्नु नो लाइक गर्न गरौँगी यस्ता और What the fish गर्दा what the fish मा फोटोग्राफी गर्छु what the fish what the सबै साथीहरूलाई धेरै सम्झना हेलो साथीहरू आज चाहिँ म छु प्रभा ब्लग्स अनि आज चाहिँ हामी गएर छौँ तलबाट टिप्न So back to today. So guys आज आज म मैदाको पुरी बनाउन आँटेको जस्तो लागि हेर्नु गाइस पहिला रेसिपी सिकाउँछु कसरी बनाउने भनेर मैदाको पुरी मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् दो चाहिँ गरेको छैन नहेरेको मतलबै
डिस्क्रिप्सनमा दिइहाल्छु मेरो युट्युब च्यानलको स्पेलिङ अनि फेरि सर्च गर्नु अनि फेरि सब्सक्राइब गरिदिनु हेर्नु है राम्रोसँग फेरि गर्नु भएन भने लोक भगमा आउँदिन म कुछ तरिका है भीख मांगने का? So guys, त्यसै पनि आज हाम्रो साँझ परिसकेको छ अनि आज हाम्रो फर्स्ट डेको एक्जाम चाहिँ हाम्रो राम्रै गयो याको पनि राम्रो गयो मेरो पनि राम्रो गयो सबै आज टप गर्छु होला नेपालीमा एकचोटि त्यसै टपर गर्ने मान्छे हो कि गाइज टपर मालूम है तेरे बाप को मत सिखा This is saag and tomato and mom is here afar here So guys, यो अब हाम्रो के गर्नु हैन अब हाम्रो यस्तै छ बोजूको खुट्टा काटिदिनु भयो त्यस्तै होइन गाइज अब बोजूको खुट्टा काटिदिनु भयो बोजू पनि हिँड्न सक्नु हुँदैन अब के चाहिँ गर्ने हैन गाइज अब यही त हो नि उसलाई चाहिँ कुरा गर्दा चाहिँ बेबो चाहिँ एक्टिङ गर्दैछ I'm so sorry but हेट गरेको होइन बेबु ब्लग्स सो गाइजहरु मेरो हालत चाहिँ खराब छ होला हैन बट केही छैन हैन यहाँ कपाल सपाल ल्याङ छ नि त बेबोको कपिच बोजूको खुट्टा काट्यो गाइस तर मामा खुसिरहनु हुन्छ खुसिरहनु भएको छ ओइ त अनि त्यस्तो कस्तो गर्नु न त केटी जस्तो त बिनिता राई म गरस् त बिनिता राई ल गाइस भनेर त्यस्तो म उसको च्यानलले हेर्दिन कहिले हेरेछु साच्चै बिनिता हो बिनिता बिनिता नुको गाइस अब खाए ल भन्ने के यस्तो त्यो के टिकटकमा मैले त्यसको त्यही तरिकाले गरेको नि अनि कस्तो त्यो कपिराइट गरेर यो साउन्डै लिनु पर्दैछ हौ अच्छा उसको पनि गरेको हैन मैले उसको जस्तो एक्टिङ गरेको हैन गाइज म गर्छु ल गाइजहरु आज म छोड न यो गाइजहरु आज म के बारीमा आएको हैन अनि म चाहिँ कस्तो साग मैला भयो यी भा दिँदैन यार न गर न अनि गाइस बारीभरि साग छ नि त अनि त्यही भएर म चाहिँ अब साग खानलाई भनेर साग टिप्न आएको अनि टमाटर पनि कति धेरै फलेको थियो नि त अनि त्यस पछाडि म टमाटर पनि टिप्न आएको गाइस यहाँ साग छ यहाँ हेर्नु त गाइस यहाँ साग छ हैन साग छ अनि यो सागलाई मैले टिपेला हुन्छ ऐसा लगा मेरा मजाक थियो अनि यसलाई मजाले केलाएर हैन लक्कसँग खोर्सानी अदुवा लसुन टमाटर मसला हालेर यसलाई छोप हालेर पकाएर खान्छु ल 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह ल गाइज अब म बेबुको भ्लग एक्टिङ गर्छु गाइज अब हेर्नुहुन्छ परिस्थिति हाम्रो पनि यस्तै छ बोजूको खुट्टा काटिदिनु भयो गाइज बोजूको खुट्टा काटिदिनु भयो अब हामीले के गर्ने होइन हामी यस्तो परिस्थितिमा छौँ गाइज हर्लिक्सहरू पठाइदिनु भएको र पहिले सिजलिङ रोहिनीले मलाई हर्लिक्स पठाइदिनु भएको थ्याङ्क यू सो मच अनि यो सुन्ता कि बगर कि को छ नि उहाँलाई हेट गरेको होइन कि कन्ट्रोभर्सी थियो नि हामीले ड्रामाको लागि मात्र गरेको अलिकति कन्ट्रोभर्सी वाज अल ड्रामा गाइज प्लिज अलिक भ्युज बढाउनको लागि सब्सक्राइबर बढाउनको लागि हैन किनभने हामीलाई थाहा पनि थिएन नि त मैले त सुनिता राई देखेको नि थिइनँ उहाँको ब्लग मैले त हेरेको नि थिइनँ हैन अनि त्यही कन्ट्रोभर्सी भएपछि चाहिँ मैले सुनिता राई श्रेष्ठ हैन उहाँको अनदेखि चाहिँ टक्कसँग गएर मैले चाहिँ हेरिदिएको थिएँ भ्लग फर्स्ट टाइम एउटा त्यो पनि खै कुन थियो थाहा छैन हैन सो गाइज म बेबीको एक्टिङ गर्दैछु हेलो गाइज साथीहरू के छ खबर आज मेरो बुढासँग छु म यहाँ बाइक चलाएर गर्न आँटेको अब बोजूको पनि खुट्टा त्यस्तो छ बोजूले बिहान बेडमा आछिकन भएको म सफा गरिदिएँ बेडमा क्या आछि क्या आछि वाट इज आछि एउटा भ्लगमा गरेको थिएँ क्या अनि म अब बोजूलाई विलचेयरबाट लग्दैछु है गाइज घुमाउनको लागि लगे ल बोजू बस्नुहोस् विलचेयरमा Guys, no hate for Bebo, but I just try to copy. No hate. I love her so much. हात पनि फोर्छ हैन दिस इज फर बेबो नेल पनि फोर्छ हैन यहाँनिर नेलले नै यस्तो गरी टिप्नु पर्ने भएको छ नि त
यस्तो गरेर नङ गाडेर आई मिन यस्तो गरेर काट्नुपर्ने छ नि त, त्यही भएर नङ पनि हेरि नसक्नु छ, भट्टै छैन हामीलाई होइन त गाइजहरू। अनि मैले चाहिँ यहाँ चाहिँ टिपेको छु होइन साग, यति साग अनि यहाँनिर टमाटर। यस्ता टमाटर त बारीभरि कति फैलाछन् छैन होइन, मसिनोवाला टमाटर नि छ। म त मसिनो त टिप्दिनँ क्या, धेरै अमिलो हुन्छ नि त। यहाँ छ यहाँनिर आइया नपिटो न, पछाडिबाट दिँदैछ कसैले चाहिँ दनक होइन मलाई चाकमा। सो यहाँनिर चाहिँ सानो सानो टमाटर छ होइन, यस्तो टमाटर चाहिँ मलाई मन पनि पर्दैन, धेरै अमिलो हुन्छ, म अमिलो मन पनि पर्दैन। सो मैले टिपिनँ। अनि यता पनि छ कि कति छ यार, कुरा गरेर कुरा साध्य छैन। अनि यहाँ मैले अलिक पछि लगाएको थिएँ नि त, यहाँनिर के भन्छ यो मेथी। अनि मेथी चाहिँ भर्खर यस्तो हुँदैछ होइन, यो चाहिँ फलाउनको लागि भनेर खासमा रोपेको साग खाना चाहिँ होइन, फलाउनु भनेर भर्खर यस्तो हरियो हुँदैछ होइन, कहिले हुन्छ थाहा छैन। अनि यहाँ छ करेला पोहोर परारकै बिरुवाहरू, यिनीहरू फल्नै फल्दैन क्या, यसलाई खै के नपुगेको होइन। पहाडमा यत्रो बोट हुनु भने कति फलिसक्छ, यो तराईमा फल्दैन रहेछ जाडो महिनामा, त्यही भएर त्यस्तै छ। अनि यहाँ चाहिँ कति राम्रो फुल फुलेको, यो फुल कहाँबाट यहीँ उम्रेछ अनि यहीँ फलेको छ क्या, फुलेको छ। सो अनि मैले यहाँ अलिकति मेथी उखालेको छु, यसलाई सुकाएपछि काट्नुपर्ने हुन्छ। नजाऊ यता। अनि त्यस पछाडि यहाँ पनि छ क्या मसिनोवाला टमाटर, यहाँ पनि कति पाकेको छ होइन, मैले टिपेकै छैन। यहाँतिर देख्न सक्नुहुन्छ यता भित्र होइन कति छ यहाँभित्र, तर म टिप्दिनँ यो किनभने मलाई मन पर्दैन। अँध्यारो आइरहेछ उयो पर ल जाउँ अब खाना पकाउनु पर्ने हुन्छ गाइजहरू गएर होइन। सो गाइजहरू अब गएर चाहिँ खाना पकाउनु पर्ने हुन्छ होइन। बेलुका भयो, छिटो खाना पकाएर खाएर धन्दा सकेर केटाकेटीलाई पढाउनु ल्याउनु। किन छोकौ नछौ न, त्यो लुगाहरू मैला हुन्छ सबै। यहाँ चाहिँ छ खन्ने खन्ती, यसरी म हल्का गोडौँ भनेर आएको थिएँ। यो बगा त इबु पैसा। हेलो गाइस, आज चाहिँ म बनाउनु गइरहेको छु चाउमिन। मैले यहाँ प्याज अनि यहाँ चाहिँ बन्दा काटेर राखेको छु, अनि यहाँ छ मटर, कोरिएन्डर लिफ, धनियाँको पत्ता, टमाटर बोइल गरेको, यहाँ छ अचारको लागि नुन खुर्सानी एभ्रिथिङ। अनि यहाँ बोइल हुँदैछ चाउमिनको लागि थुक्पा। अनि यहाँ छ हाम्रो सबैभन्दा मेन दोस, यहाँ छ रोस्टको लागि म्यारिनेट गरेर राखेको चिकन। अनि देन यहाँ निकाल्दैछ चिकन। सो अनि गाइस आज मजा आउँछ। ओके फिनिस गर ल। मैले थोरै तेल राखेर गरेको छु होइन, यसबाट धेरै निस्किन्छ गर्दैछु। अचार कस्तो गन्दा देखेको यस्तोले गर्दा। सो गाइजहरू अनि बेलुका चाहिँ होइन नानीहरूले अलिकति विशेष खाउँ न केही भन्दै मैले चाहिँ चाउमिनहरू रोस्टहरू बनाइदिएँ। अनि बनाएपछि हामी चाहिँ खाना बस्यौँ, सब थोक रेडी भएको छ। अनि अब त्यही हो, बेलुका सबैलाई दिएर खाइयो होइन। अब बियर पनि मैले चाहिँ राखेँ, तर मैले एउटा पनि खाइसक्दिनँ होइन, दुईवटा चाहिँ थियो नि त, त्यही भएर। सो गाइजहरू होइन हामी चाहिँ खाना खाएर चाहिँ होइन खाना खाइवऱ्यो अनि आएर अनि इभालाई चाहिँ होमवर्क गर्न लाउँदैछु होइन। इभा छिटो गर, अनि उसको एक्जामको लागि रिभिजन हुँदैछ नि त, अनि रिभिजन गर्न लाउँदैछु। अनि उसले चाहिँ खै पनि के भन्दैछ होइन। सो हाउ टु स्पिक English. I'm so poor in English. And I'm very good in English. I get 100 out of 100 marks in English. So that we want to say tata bye bye. You do. Bye bye. So it's etc. So I want to say bye bye. See you again in next vlog. Bye bye. Bye bye. Bye bye. Bye bye.